भोट मात्रै माग्नु आउँछ है। अब यो पालि त मुख सोतार्दिउँ भने यताबाट हेर्नु नि यहीँबाट खोला जस्तो तपाईँको सिमानासम्म आइपुग्यो खोला है। ए अस्ति 10-12वटा लगेहरू कि गुवाको रुख होइन नि त्यो अमरीको टिकको हजुर। अन्त अब बारी सबै लग्यो। अनि यहाँ बनाउनुको लागि कोही बिडिओ अफिसहरूबाट या पञ्चायत अफिसबाट आएको छैन? कोही पनि आएको छैन नि। यो बाटोको लागि भोट मात्रै माग्नु सबैजना भोट मात्रै माग्नु आउँछ है। अब यो पालि त मुख सोतार्दिउँ भने मुख सोतार्दिउँ भने भोट माग्न आउनेलाई नि मुख सोतार्दिउँ भने यो पालि भोट अगाडि यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भनेर माग्छ। अहिले हेर न बाटो त के अब खोलाएर आइसक्यो। त्यही त यहाँबाट देख्दैछौँ हामी 100 फिटको दूरीमै खोला आइपुगेछ। आइसक्यो सबै छैन लगिसक्यो बारी आधी लगिसक्यो। हात्ती बाँधले लगाइदिन्छु अरे खोइ हात्ती बाँध लगाइदिएको त्यत्रो जालीदार त लगिहाल्छ। छैन खोला आफैहरू बलौटा खोलाबाट ओसार्दै ल्याउँदै लगाउँदै ढुङ्गा लगाउँदै आफै बनाउँदै। अनि यहाँ दुवारे सरकार त यहाँ तपाईँहरूको यिनीहरू नै एमएसके स्कुलमा बस्छ होइन? त्यतिखेर पाडाए समाधान भन्ने एउटा टेबल राखेको हुन्छ जहाँ चाहिँ तपाईँहरूको गाउँमा भएको मुख्य समस्याहरू लेखेर दिनु र उनीहरूले झट्टै समाधान गरिदिन्छ भनेको हुन्छ। अन्त पञ्चायत प्रधानले आएर भन्दैन तपाईँहरूलाई? उनीहरूले चाहिँ दिनुपर्ने हो नि लेखेर। अन्त भोट मागेर ठुलो भएर मात्रै हुन्छ। अहिले यो गाउँको नाम चाहिँ के हो? दलमोर न्यू लाइन। पार्ट नम्बर थाहा छ? 14 बारीको पानी त्यही खोलाबाटै झर्छ। कत्रो भएको छ खोला घर छेउमा आइसक्यो। अन्त राति त डर पो लाग्छ सुत्नु। पहिला कुनै सरकार पनि आएर त हेरेको छैन अहिलेसम्म पनि। अब पोहोर आएको थियो भने चाहिँ खोइ पनि छैन। तर हामीलाई बहुत असुविधा भएको छ बाटोले गर्दा। हामी बाटो हामीलाई राम्रो होस् खोलामा बाँध होस् हामी यही भन्न चाहन्छौँ। हामीलाई पार्टी पोलिसीको कुरा छैन। हामीलाई बाटो राम्रो होस् खोलामा बाँध होस् गाउँ विकास हो यति नै हामी भन्न चाहन्छौँ। यसैमा यो चाहिँ दलमोर 14 पार्ट न्यू लाइनको पछाडि हो र हेर्नु सक्नुहुन्छ तपाईँहरूले यति ठुलो गहिरो खाल्डो भइसकेको छ। यो भित्ताको उतापट्टि तपाईँले हेर्नुभयो भने 50 देखि 100 फिटको दूरीमा घरहरू छ र आउँदो दिनमा ती घरहरूको के अवस्था हुन्छ होला भने तपाईँहरू आफै नै अनुमान काट्न सक्नुहुन्छ। यहाँ घरकोहरूद्वारा लगाइएको गाछपात पर्यावरण सुरक्षाको निम्ति भनौँ वा भविष्यको निम्ति एउटा आय स्रोतको लागि रुखपातहरू जुन लगाइएको थियो त्यो रुखपात पनि प्रत्येक वर्ष बालीले यसरी भत्काएर नष्ट पारिदिने यहाँको गाउँलेहरूको गुनासो छ। हेर्नुहोस् घर छेउमा जाने बाटो कति ठुलो गहिरो बनिसकेको छ। हेर्नुहोस् यहाँनिर झन्डै यहाँनिर दोडा 3टा टिप्पर यो भित्रै नै हराउने खाली स्थिति देखा पर्छ। र यत्रो अब क्षति हुँदासम्म पनि प्रशासनको नजर यहाँ नपर्नु अति नै दुर्भाग्यपूर्ण हो। र यहाँनिर हेर्नुहोस् है प्रत्येक ठाउँमै नै झन्डै तपाईँले यो 200-300 मिटर लामो जग्गामा हेर्नुभयो भने प्रत्येक ठाउँमा नै यति ठुलो विकराल रूपमा क्षति भएको छ। हेर्नु सक्नुहुन्छ यहाँ आँखाले आश्चर्यचकित पार्ने कुरो। यहाँ घरको जबडाहरू यहाँ फ्याँकिएको छ भन्नुपर्छ। घर कति नजिकमा छ होला। हेर्नुहोस् बगेनाको गाछ झरेर होइन भर्खरै काटेर उहाँहरूले अब के गर्नु बाध्यता छ। त्यसरी नै पर हेर्नु सक्नुहुन्छ यहाँनिर बाँसको रुख जुन गाउँमा लगाएको बाँस झरेर तल खोलामा बसिरहेको छ। यस्तो अवस्था अहिले छ। अझै बर्खा त भर्खर सुरु मात्रै भएको छ। अझै बर्खाको विकराल रूप त देख्नु बाँकी नै छ। र यसको निम्ति अब प्रशासनले के गर्ने हो? पञ्चायत प्रधान जिल्ला परिषद MP MLAहरूको कानसम्म यो पुर्याउनका निम्ति तपाईँले यस भिडियोलाई सेयर गरिदिनुहोस् ताकि यो जो जनता भुक्तभोगी छ उहाँहरूले केही राहत पाओस्। र विशेष गरी यो दलमोर न्यू लाइन यो डल्लै गाउँलाई नै बचाउनु अति आवश्यक छ। यो गम्टु रोड जाने मुख्य रोड र यो पग्ली खोलाको बिचमा बसेको एउटा गाउँ छ। त्यो गाउँभित्र एउटा मात्रै मूल बाटो छ। त्यो बाटोको अवस्था पनि अघि तपाईँहरूलाई हामीले भिडियोमा देखाइहाल्यौँ। हेर्नु सक्नुहुन्छ कत्रो ठुल्ठुलो गड्डा बनिसकेको छ। हेर्नुहोस् केही दिनमा यो रुखपात पनि यहाँबाट सबै हटेर जानेछ। जम्मै खोलाले अब बगाउने एकदमै प्रबल सम्भावना छ। हेर्नु सक्नुहुन्छ ताजा ताजा आलो माटो पनि झरेको छ। भन्नुपर्दा यो केही दिन अगाडि आएको पानीले यसलाई क्षति पुर्याएको हो। अहिले हेर्दाखेरि अलिपुरद्वारमा हाम्रो क्षेत्रमा दोडा सांसद महोदय हुनुहुन्छ
हैन, एमएलए महोदय पनि हुनुहुन्छ। सँगसँगै प्रत्येक पञ्चायत अफिसलाई डेभलपमेन्टको लागि वर्षेनी एउटा बजेट दिने गर्छ भनेदेखि ती बजेटको सदुपयोग कतिसम्म भएको छ तपाईँले यहाँ स्पष्ट रूपमा देख्न सक्नुहुन्छ। के जनता भोट ब्याङ्क मात्रै हो, कि जनताले भोटै मात्रै लाएर बस्नुपर्ने हो, वा जनता अब सचेत भएर यसो आफूले पनि अलिकति पाइला चाल्ने हो। हामीले भोटको बेलामा रक्सी मासुको लालचले यो सबै बिग्रेको त होइन, या भाइबन्दी आफन्त हेर्नाले एकअर्काको रिस रागले गर्दाखेरि यो सबै समस्याको सम्मुखीन भएको जस्तो पनि भान हुन्छ। किनकि कोही कसलाई मन नपर्ने, कोही कसलाई मन नपर्ने, एकअर्कासँग रिस पोख्दै पार्टीले र नेताहरूले चाहिँ आफ्नो गोजी भर्ने दिशातिर काम गरे जस्तो लाग्छ। यसमा के प्रतिक्रिया हजुरहरूको हुन्छ अवश्य गर्नुहोला। तपाईँहरूको सानो कमेन्टले कसैको मनोबल बढ्छ र यो भिडियो सेयर गर्दाखेरि प्रशासन समक्ष पनि पुगोस् र हामी चाहन्छौँ जुनै पार्टी जुनै नेताले गरे पनि जनताको लागि भलो होस् भन्ने हाम्रो उद्देश्य छ। त्यसैको निम्ति हामी यो कभरेज यस्तो टन्टलापुर घाममा पनि गरेर हिँड्दैछौँ। हाम्रो उद्देश्य सही डेभलप चाहिँ गाउँमा आओस्, जहाँनिर चाहिँ आवश्यक छ, जहाँ आवश्यक छैन त्यहाँनिर गएर त्यो रिबन काट्ने काम गर्नुभन्दा चाहिँ जहाँनिर दरकार छ त्यहाँनिर गएर सुटुक्कै गरिदिए वा ढिन्डोराइ पिटेर गर्दाखेरि पनि जनतालाई त्यसको फाइदा हुनेछ भन्ने हामीलाई लाग्छ। र यसमा हजुरको प्रतिक्रिया अवश्य राख्नु होला है।